हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। पिकनिक कस्तो हुन्छ जस्तो लाग्छ यार यस्तोमा? बवाल हुन्छ नि यार, पानी पर्छ भिजिन्छ बवाल हुन्छ नि। तर मोबाइल चाहिँ सुरक्षित राख्नु पर्यो। त्यो धेरै गइदिएर बुझ्नुपर्ने कुरो छैन होइन। दर्शकहरूले आफै बुझ्छन् कि तिमी भन्दा आफै दर्शकहरू मेरो बुझिहाल्छन् कि दर्शक। कमेन्टमा गाली गर्ला, कमेन्टमा कहाँ गाली गर्छ तिम्रो मेरो फ्यानहरू हो नि त यार, भन्नाले मेरो साथीहरू। ओके, यो चाहिँ कहाँ? हेलो गाइज, हाम्रो पिकनिक हामी चाहिँ जाँदैछौँ डाँडा। धेरै दिनपछि ब्लग के भन्न चाहन्छु? त्यो दिन रमाइलो होस् मेरो हातबाट भन्न चाहन्छु। मौसम पनि हेर्नुहोस् गाइज, पानी आउला। बरु रमाइलो छ, हिँड्नुपर्छ है। हेलो गाइज, यति राम्रो मौसम भएर पनि बादल लागेर होला, गर्मी हुँदैन है? हुँदैछ गर्मी त यहाँ पसिनाले झन्गडीमा पानी परे पनि गर्मी छ। यो चाहिँ राम्रो छ है ड्रइङ। हेलो गाइज, हामी पुग्न लाग्यौँ। कहाँ पुग्न लाग्यो यार? त्यसै पुग्न लाग्यो भनेर हुन्छ? अलि दर्शकहरूलाई थाहा हुनु परेन कहाँ पुग्न लाग्यो भनेर। Oh my God. अहिले चाहिँ हामी वेटिङ गर्दैछौँ सबको। रेडी? त्यतिसम्म चाहिँ नगरौँ यार, ल आफ्नो। हेलो गाइज, हेलो हेलो। हामी अहिले पिकनिकको लागि यहाँ छौँ। माइक छैन, जोरले बोल्दा जोरले बोल्नुपर्ने हो। मानको आवाज आउनु पर्यो। बोल्दा चाहिँ आज पिकनिक रहेको छ, त्यसैले हामी आएका छौँ। आज अलि छैन अनि हामीलाई पिकनिक 6 बजे भनेर 7 बजे आयो होइन? 8 बज्छ नेपाली समय हो। पेसेन्स, जहाँ पनि पेसेन्स हुन जरुरी छ। थाहा भयो उमेशबाट सिकायो यार पेसेन्स। गाइस, यो चाहिँ गेम भइरहेछ। कुन चाहिँ गेम हो? कमेन्ट टेनिस हो। फेरि मैले नाम लिस्टै गरेको हामी चाहिँ लाग्यो। हेलो वरुण सर। मैले त्यो हेर्न हेलो हेलो गाइज, फाइनली हामी पुगिसकेका छौँ। फाइन अरे भन्दा फाइन उता चाहिँ यहाँ केही पनि फाइन छैन, यहाँ घन्टा फाइन छ। तिमी उल्टा नबोल। फाइनल्ली 11 बज्न लागेको छ। अहिले हामी नेपाल पुगेका छौँ। लास्टै थकाइ लाग्यो। आफ्नो पिकनिक स्पट चाहिँ तल छ। हामी म चिप्लेर लड्यो भने फेरि उमेशको के अरे पिकनिक स्पट भाडमा जान्छ है। तिम्रो आवाज सुनिरहेन यार। खोइ उमेश, यो तर तिमी मोबाइल आडै गरेर किन गर्छौ? बाघको पन्जा छ यहाँ। त्यसै नबोलेर यस्तो जङ्गलमा हिँडेर अनि भल्लक हुन्छ तिम्रो। गाडीको भिडियो पनि आयो यार। अब चाहिँ भोक पनि लाग्यो, उता हाम्रो लागि बनाउँदैछन् पिकनिक।
पिकनिक बनाउँदैछन् मलाई यार भोकै राख्ने आज तिम्रो त खाना पनि पाउनु आज ठिकै छ हामी होटलमा बस्छ भोकै बसौँला भन्ने हो भोकै त कहाँ बस्नु सकिन्छ यार बिहानदेखि भोक लाग्छ मोबाइलमा हाई गरेर यार तर भेट्यो भयो त्यसलाई राम्रोसँग देखाउँछ भने भिडियो देखिएन ठिक छ अब हेलो गाइस फाइनली हामी खानडाँडा पुगिसकेका छौँ हाम्रो कार्यक्रम कटिङ वटिङ हुँदैछ हामी चाहिँ यस्तो घुम्न आएको छौँ फोटो लिइराखेका छौँ हल्का इन्जोय बाँकी नै छ गाइस त्यो चाहिँ हाम्रो क्यामेराम्यान भरुण मसँगै देखाउँछ सायद के छ लाइक गर गाइस यता मौसम हेर्नु पुरा चिसो चिसो हावा हिँडेको जस्तो भन्नाले पुरै पिरो लागेको जस्तो छ मौसम राम्रो दिस इज ब्युटिफुल चिसो चिसो हावा आउँदैछ कहाँ उताको गर्मी अनि कहाँ यस्तो चिसो मौसम दिस इज गाइस सो traveling is the best. Guys, this is the scene. This पहाडको चिसो नै बेग्लै छ हामी चटपट खाँदै यता चाहिँ सबै रेडी हुँदै हाम्रो यहाँ फोटोसुट भइसक्यो गाइस कस्तो सुन्दैछ तिमी यार त्यस्तै भिडियो के भिडियो फोटोसुट हुँदैछ फोटो छुँदै छ डान्स सुरु भयो त्यहाँनिर नाच्नुपर्छ फेरि नाच्न देउन त लाज मान्छौ त्यहाँनिर नाच्नुपर्छ हान्ने हुँदो एउटा अब चाहिँ हामी खाना खाँदैछौँ खाना खाएको ब्लग बनाएन मैले सो हामी खाना खानेको बाद डान्स रेडी हो हामी देउडा खेल्न रेडी फाइनली हामी रिटर्न हुँदैछौँ सुर कस्तो भयो लास्ट ठगाइ लागेको छ ओके गाइस सी यू इन नेक्स्ट ब्लग लास्ट थाक्यो ब्लग चाहिँ 1-2 दिन पछि आउँछ सी यू लभ यू बाई